ल गाइस पूजा हुँदैछ। आगो फुकौँ यो पहिला साथी माता खेलौँ नि। यसलाई चाहिँ के पो भन्छौ अन्डा सान्नुम्रे भरि खोज्दा नपाएर गाँठे माइलाले पारी जलेसुरीबाट लिएर आएछ। ओराम हाम्रै भन्छ नपछि होइन ओराम लिउलाई कि हाम्रै तोङबा देउतालाई कठुवा अनि बाँसको तोङबा अनि कोदाको रोटी अनि सिन्दुर अक्षता गरेर पूजा गर्नुपर्ने। धूप अक्षता गरेर चाहिँ हाम्रो किराँतीको परम्परा। ए सुँगुर तान्नु गेम नखेलौँ लु। सुँगुर चाहिँ कत्रो छौ हाल्लङ्का तान्ने र अलग आउँदैन होला सी होला नि त। ल हाल्लङ्का निकालौँ होला सी होला फेरि देउताका पनि फेरि अनि पूजा कोडेलुङ लु होला। कोडेलुङ निकाल त कान्छ कोडेलुङ चाहिँ सानो ढुङ्गा उचाल्दैन नि त कान्छोले आमा। आइनले खोलौँ खाने कि ए खाने फुलबारीमै सुतो हौ। उठोस् उठेपछि अब हिँड्छ नि त अब चाहिँ हो खुट्टीराम चाहिँ बाँधिदिउँ होला कि मे हो भेट आयो सानो भेट बिचमा रहेछ गाइस चाहिँ सुँगुर धुँदै गरेको देउतालाई चट्ट धोएर सट्ट दिनुपर्छ त्यो धोएको छोरी। सुन्दर भेट पानी नौसिंगे सुना पंखी चार खुट्टे सुना मेरा तिम्रो परमेश्वर
तिमीलाई सेवा दिएको छ एउटा हौदीमा पर्ने सेवा सेवा दिएको तिमीहरूको चुला बहादा आँखा लगभग अब चुवा चाहिँ काट्ने बेला भयो तिहार लागिसक्यो नि त अब रञ्जित आमालाई गएर सिकाउन गर्दिनु आउनु त गोलाई वसी टिम कोड टिप्नु त ए लराउनै झेक्ने मार्ने हैन काट्ने रे हो ल अब हामी चाहिँ सुँगुर पोल्न सुरु गरिसकिएको छ हाम्रो देवाकोमा प्रमोद पाप धामी बुढाको हाउसमा हाम्रो सरगम सरको धेरै मेहनत देखिरहेको छु है सरगम सर रोजिन सर यता हाम्रो जङ्ग अङ्कल यसरी टाउको चाहिँ थानमा राख्नुपर्छ हराई देवतालाई चढाएर फेरि यसलाई बनाउने त्यसपछि ग्रहण गर्ने तोयमा हाई गरिदेऊ छोरी यता हेर त तोयमा ल हाम्रो कान्छाले पनि कुखुरा बनाउँदैछ है खतरा बनाएको छ खुट्टी चाहिँ सुर्काइसकेको छैन के हो केटा यी यस्तो चाहिँ है ध्यान है ल है अब तिहार पराम चाहिँ मिठो हुन्छ नि दसैँ काम माहौल र हो क्या अलिक नमिठो हुने पराम कामले यता खोलोममा मिठो हुन्छ बोसो मनपर्छ खोलेलाई होइन मत्सर ल है क्यामेराम्यान बुझिसके भनिसके हाम्रो मलाई यहाँ हाम्रो इन्जिनियर साहबले जिस्काउँदै हुनुहुन्छ हात मिलाउँ भनेर कति मिठो बनाउन थाल्यौ तोरी पकाएको रहेछ मिठो बनाए है लोकल कुखुराकै मासु एन्ट्री भयो हाम्रो कब्जा काम साइलाम पराल तान्न दिमाग माइन ठाउँ नपाएर हो क्या माइन हेर्नुहोस् त माइन ओ पराल लाउ न काइला बन्दिया सकिएर हजुर हामी चाहिँ परालले पोलिँदैछ बन्दिया सकिएको त होइन तर चिसो रहेछ भेरी चिसो मेउ मेमिना ओ चिसो झिक्दिउँ काइला परालले कस्तो गर्छ हेरौँ मुठा चाहिँ खोल्न न हात बाबुको छेउका खाली बन्नु स्कन्दमा कोले केटी पाएन तर गानी आने हराउनु चाहिँ हराएको है उको मन कुटालेर आउँदा थियो खाली दाजुलाई जिस्कार हराम दुईजना मात्रै थियो छेउका जाठा छेउका हराम जाठा कोले केटी पाएन नेउरेवारीलाई शङ्काले पसेको जेपी मारिएको थियो दाजु कति काम गरे नि रहेछु हाम्रो गाउँको सानो मुखिया हाम्रो रञ्जित राई उहाँको खुकुडी बोकेको स्टाइल चाहिँ फेरि यस्तो छ पेटी काँधमा पेटी भिर्ने अनि पछाडि खुकुरी बोक्ने
सुत्ने बेला मात्र खोल्नुहुन्छ उहाँले खुकुरी, नत्र हुन्छ खरे म त 24 घण्टा खुकुरी बोकेर यसै गरी हिँड्नुहुन्छ। होइन हराएको ठिटो नाम चाहिँ फेरि हराएको ठिटो हो। तर थान चाहिँ खतरा देखेको रहेछ अलङ्कार। मोबाइल चार्ज छैन कि किन फोन लाग्दैन? हतपत फोन लाग्दैन उपाजेटा के हुन्छ। हाम्रो ठुलो मम्मीले चाहिँ यो के गर्दैछन् थाललाई के गरेको घरबेटी हो यो चाहिँ दाउरी के गर्दैछ त्यो एमाले यता हेर छोरी यता हेर त एकचोटि ए वहीँ वहीँ तिमी यस्तो अब म बाँच्न सक्दिनँ भन्ने ठ्याक्कै ए खोलम दिनुलाई खाल सफा गर्दैछन्। हामी चाहिँ यसरी सुँगुरलाई खुर्काउने कार्यक्रम भइरहेछ। भरे त काइलाको नामै काफी के हराएको ठिटोको खुकुरी बोका हेर्नुहोस् न। यति चर्चा त म तपाईँहरूलाई गर्नै पर्दैन हेर्नुहोस् त अनि सक्छ त अनि सक्छ त अनि यता हाम्रो सरगम सर हेर्नु न चक्लेटी बोय सकिँदैन नि उहाँको मुस्कानलाई त होइन। अमेन अमेन हटिजा यसोको नाममा बान्तरे हटिजा पाल्सीको अब ठिक हुन्छ है ठिक हुन्छ। आहा कर्दोलाई उदाएर पान तरेका खुकुरीलाई कर्दो बनाइसक्नुभयो उदाएर उदाइ हेर्नुहोस् न उदाइ आहा हेर्नुहोस् त कति राम्रो हजुर चम्काइसक्यो हो कर्दोलाई यहाँ मिना बनाइसक्यो पान तरेका। यसको नाम चाहिँ भोगटे भोगटे भनिन्छ। यहाँ हेर्नुहोस् न फेरि भोगटेमा के बनाएको यो अरिङ्गालको गोला छ हेर्नु ल। दुई भाइ चाहिँ हाम्रो फ्री फायर प्लेयरहरू हुन् एकदमै मास्टर लेभलको हुनुहुन्छ दुवैजना। अब हेर्नुहोस् न त्यहाँ ठ्याङ 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 है। ओहो असुन सर आइपुग्नु भयो। ओ असुन सर ओ असुन सर उहाँ अलिक कान कम सुन्नुहुन्छ। उहाँको कान चाहिँ युद्धमा परेर जाली फुटेको छ। कस्तो खालको युद्धमा हाम्रो विजय राई ब्लग आइपुग्यो। सुँगुर धुइधाइ गरेर धुइधाइ गरेर लगिँदैछ। अब यसलाई फोरफार गर्ने हो च्याट्ट लगाएर यस्तो पो भयो त हाम्रो सुँगुर त। महँगो 6000 काम बेथमी गयो नदिएको साथी क्या खोलममा झिकेको छैन। मोमोको सुरु गरौँ छिटोले। भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। तपाईँहरूको मायाको एकदम खाँचो छ। हिँड्नुभएको ल गाइस खोलम बाट्नु थालियो। अहिले चाहिँ गाउँमा चाहिँ फेरि पुरै मासु र भात बाट्ने चलन छ। आनु टन्नै बाँकी छ आनु
पुसे आएकोलाई पुग्नुहुन्छ तपाईँहरू मोबाइलको बत्ती जान्छ बोलेको खोलोम आयो पोडी कान्छाकडा बाहिर छ नि खोलोम पेनी है कान्छाकडा थिएछ ल है। मोमो बनाउँदैछन् दिदी बहिनीले टक्कसँगले यो लगभग जाङमाले खानु नपर्ने हो बुढीको ल्याएको रहेछ यत्रो आम्मा कान्छ हामी घडी चेक गरेर कत्रो आम्मा हो बिउ राख्नु पर्यो लगभग यत्रो हो भने विकास